बन्द गर्ने मेरुदण्ड सिधा छन्। आज मैले भर्खरै एउटा कहानी पनि सुनाएको छु र यस भिडियोबाट पनि मैले सानो एउटा महिला मुख हात्तीको बारेमा छोटकरीमा मैले कसरी शीलयुक्त हात्ती महिला मुख हुनुहुन्थ्यो र उहाँ त्यो हात्ती यस्तो शीलवान हात्ती पनि कसरी बिग्रिँदो रहेछ। मानिस त बिग्रिनु के, एउटा जानवर पनि बिग्रिँदो रहेछ भने यसबाट मैले थाहा पाएको छु। र उहाँ जहाँ महिला मुख हात्ती बस्नुहुन्थ्यो, शीलवान हुनुहुन्थ्यो र त्यहाँनिर चोरहरू आएर कुरा गर्थे, कसरी चोरी गर्ने, कसरी निर्दयी बन्ने, कसरी मार्ने, कसरी चोर फोड्ने, यस्ता कहानीहरू बारम्बार आएर भन्दाखेरि उसले के ठान्यो भने मलाई पनि भनिरहेछ भनेर आयो र पछि त हामी पनि हुनुपर्छ। र लास्टमा आएर ती शीलवान हात्तीले भोलिपल्ट आफ्नो त्यो माहुतेलाई नै मारिदियो। पछि अरूलाई पनि मार्यो। यसरी उसलाई पागलको संज्ञा दिन थाल्यो। राजाले फेरि उसले के भयो यस बारेमा पुरा निरीक्षण गर्न लगाए, तर कुनै रोगहरू थिएनन्, केही थिएनन्। अनि मन्त्रीहरूले पछि के पायो भने उसको जहाँनिर बस्ने ठाउँमा हरेक दिन चोरहरू रातिमा आएर कुरा गर्दो रहेछ। अनि यसैको शीलको कारणले पछि गएर भिक्षुलाई नै मतलब बोलाएर अनि त्यसपछि राम्रा कुराहरू, शीलका कुराहरू, राम्रा कुराहरू सुनाउन थाले र पछि केही दिनपछि त्यो हात्ती फेरि शीलवान ठाउँमा भयो। त्यस कारणले हामीले पनि ध्यान गर्न पनि बिर्सन्छौँ। ध्यान र शील यो पिएचडी पढ्नुहोस् चाहे एक कक्षा पढ्नुहोस्, यो ध्यान र एकजनाले मलाई, म विश्रान्ति विहारमा थिएँ अनि उहाँ एउटा किताबको ठुलो कक्षाको किताबलाई एकैचोटि उहाँले मैले भने तपाईँ अरू किताब पढ्नु। अनि मैले ठाने के हो बुद्धको जुन हिस्ट्री छ त्यो एउटा सर्किल हो, जुन ठाउँबाट पनि टोक्यो भने, किनभने हरेक ठाउँमा शील र ध्यान हाम्रो किताबमा पनि 1 मा पनि छ शील र ध्यान, 2 मा पनि छ, 3 मा पनि छ। त्यो जहाँबाट पनि सुरु गऱ्यो भने ध्यान र शील आउँछ र त्यहाँबाट पनि हाम्रो जीवनको रेखाहरू हामी फेरि कोर्न सक्छौँ। त्यस कारणले यो शील र ध्यान हामीले यहाँ मात्रै होइन घरमा पनि गर्नुपर्छ। समय समय ध्यान, शील एउटा रुख हो भने ध्यान उसको फल हो र त्यो रस पाउनको लागि ध्यान गर्ने मान्छेले मात्र थाहा हुन्छ, अरूलाई थाहा हुँदैन। कसरी भित्र जसरी आमाको दुधबाट कति मिठो हुन्छ भने त्यो कुरा पाउने मान्छेले मात्र थाहा हुन्छ, अरूलाई थाहा हुँदैन। त्यस कारणले ध्यानलाई हामीले हरेक दिन एउटा अङ्गको रूपमा, शीललाई पनि एउटा अङ्गको रूपमा हामीले एकदम व्यवहारमा लिनुपर्छ। र हाम्रो कक्षा 1 को विद्यार्थीलाई र 2 को विद्यार्थीलाई पनि म भन्दैछु कि शील र ध्यान दुईटा च्याप्टरलाई राम्रो ढङ्गले, त्यस कारणले हामीले ध्यानमा 20 नम्बर राखेका छौँ र हामीले ध्यान जानेनौँ, शील जानेनौँ भने पढेर काम लाग्दैन। र मैले हिजो पनि समीरुखमा साना बच्चाहरूलाई पनि देखेँ, हाम्रा हरेक विद्यार्थी ध्यानमा थियो। म आफै पनि दङ्ग थिएँ, ओहो मेरो जिन्दगी सफल भयो यहाँ आएर। मेरो साना बच्चाले 4 वर्षका 3 वर्षका बच्चाले पनि ध्यान गर्नको लागि उत्सुक छन्। म हिजो सङ्कल्प पनि लिएको थिएँ, म मेरो जीवको हरेक अङ्ग ध्यानमै हुनेछ र यहाँका प्रत्येक मानिस होइन हरेक जीवलाई म ध्यानमै बनाउने छु भनेर पुरै एउटा सङ्कल्प लिएको छु। र म त्यसै सङ्कल्पको साथ आज मेरा सबै साथीहरू आउनुभएको छ र उहाँहरू सबै ध्यानमा सक्षम छन्। अब आउँदो जाँचमा मैले भनिसकेको छु, किताब नै तपाईँको गुरु हो। किताबको एउटा पेजलाई लिनुहोस्, पढ्नुहोस्, क्वेसन दिएको छ, क्वेसन गर्न आउँछ कहाँ, एन्सर आफै चेक गर्नुहोस्।
म लास्टमा 2-3वटा क्लास अरू लिन्छु म कुनै हालतमा, र त्यस दिन मलाई सोध्नु, जाँचको आधा घन्टा पनि पहिले मलाई सोध्नुहुन्छ भने म जवाब दिन सक्छु। तर जाँच सुरु भइसकेपछि एउटा मर्यादा छ। म क्वेसनको एन्सरहरू त बताउँदैन, तर क्वेसन कुनै शङ्का लाग्यो भने पक्कै म बुझाउने छु, तर एन्सर भन्ने कुरा म बताउन सक्दैन। त्यस कारणले जाँच एउटा ध्यानको जाँच हो, यो प्रगतिको जाँच हो। यसलाई गुणात्मक दृष्टिकोणले बढाउँ, किन हाम्रो उद्देश्य टाढासम्म छ र हामी भाग्यमानी छौँ। त्यो जन्ममा पक्कै केही न केही काम गरेका छौँ राम्रो। म पनि यो 30 वर्षसम्म यो गाउँमा आउनु, तपाईँहरूसँग भेट हुनु भनेको म एउटा ठुलो ठान्दछु। र अब जाने पनि समय भइसकेछ र हामी अब ध्यानमै साथीहरूलाई म बिदा गर्न चाहन्छु। कक्षा 2लाई पनि मैले अहिले भर्खर बुद्ध वन्दना, धम्म वन्दना, सङ्घ वन्दनाको अर्को किताबबाट पनि सार्न लगाएको छु। यसको 9वटा गुण बुद्धको हुन्छ, धम्मको 6वटा र सङ्घको 9वटा गरी यो याद गर्नु, साथीलाई पनि बाँडिदिनु। र अरू साथीहरूलाई म जुनसुकै दिन पनि आउन सक्छु क्लास। त्यस कारणले अब अलिकता प्रार्थना सानोवटा